विदेशमा बस्ने नेपालीहरूका लागि सन्देश। तपाईको मन तपाईको माया। नमस्कार सम्पूर्णमा, यहाँहरु सम्पूर्णलाई स्वागत छ यस भिडियोमा। तपाईले विदेशमा हुनुहुन्छ, सायद जापान, अस्ट्रेलिया, अमेरिका, युके आदि कुनै पनि देशहरुमा। सपना बोकेर आएको एउटा नेपाली विद्यार्थी तर भित्र कतै केही चुपचाप रुँदैछ र त्यो कुरा तपाईले कसैलाई भन्न सक्नु भएको छैन। विदेश सपना पूरा गर्ने देश, तर कहिलेकाहीँ मन भन्छ के यही सपना हो? घर छाडेर, आत्मीयता छोडेर, नयाँ ठाउँ, नयाँ भाषा, नयाँ अनुहार र ती सबै बीच एक पुरानो चिसो महसुस, एक्लोपन। रोजगारी मिल्यो, पढाइ भयो, पैसा आयो, तर भित्र कतै मन थकित छ। अनि कहिले त बिथोलिएको जस्तो लाग्छ, बिना कारण आँखा रसाउँछ। तपाई मात्र होइन, यस्तो भोग्नेहरू धेरै छन्, तर सबै चुप छन् किनकि यहाँ भावना भन्दा व्यवहार ठुलो देखिन्छ। डिप्रेसन त्यो त शब्द मात्रै हो भन्ने लाग्छ। एन्जाइटी अल्छीको बहाना जस्तो, तर पीडा त्यो त साँच्चै नै हो नि। दिनौ सास फेरिन्छ, तर सासमा पनि बोझ छ। भावना बोल्न लाज होइन, रुनु कमजोरी होइन, मन चिच्याउन खोज्छ। सुन्ने बानी बसालहरूलाई कहिलेकाहीँ आफूलाई अंगालेर पनि बाँचिन्छ। बोल्न नसके लेखिन्छ, लेख्न नसके सुनिन्छ, तर मान्छे मौन बस्ने होइन, किनकि मौन त पनि कहिलेकाहीँ आवाज खोज्छ। सपना साँचो छन्, तर सपना पूरा गर्नु अघि आफ्नो मन नटुटोस्, त्यो चाहिन्छ। मन ठीक छ भने संसार चल्छ। यात्रा अगाडि बढोस्, तर मन बिर्सेर होइन। धन्यवाद।